म त्यसमध्ये एउटा हो नि त अल्छी। मेरो बुढीले थाहा छ म कतिको अल्छी भनेर। मेरो हेलो गाइस, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज पनि बुढाबुढी नयाँ भिडियोको साथ उपस्थित भइसकेका छौँ। आज हामीसँग खानामा के छ मेरो बुढाले भन्नुहुन्छ। हेलो गाइज, नमस्ते। आज हामीसँग एकदमै युनिक र एकदमै न्यू प्रकारको खाना रहेको छ। कतिपय साथीहरूले खानु भएको छैन होला, कतिपय साथीहरूले खानु भएको छ होला, कतिपय साथीहरूलाई यसको नाम थाहा छ होला, कतिपय साथीहरूलाई छैन होला र अनि एकदमै युनिक र न्यू छ। अनि तपाईँहरूले कमेन्टमा गेस गरेर एकदमै खानाको नाम गेस गरेर लेख्नु होला, जतिपय साथीहरूले खानु भएको छ। अनि नखानु भएको साथीहरूले चाहिँ म चाहिँ कमेन्टमा रिप्लाई दिनेछु, कमेन्टमा नाम भन्नेछु हैन। सबैजनाले कमेन्ट गर्नु होला। कमेन्ट गरेपछि म तपाईँहरूलाई खानाको नाम चाहिँ कमेन्टमा दिनेछु र तपाईँहरूलाई यसको रेसिपी चाहिएको छ भनेपछि नेक्स्ट टाइम हामी यसको रेसिपीसँगै लिएर आउनेछौँ खानालाई। एकदमै युनिक छ अनि एकदमै पुरानो समयदेखि चलिआएको खाना हो यो र अनि एकदमै ओइललेस, मसालालेस, एकदमै हेल्थलाई एकदम राम्रो गर्ने खाना हैन। एकदम सिम्पल सादा गाउँघरमा खाने टिपिकल खाना भनौँ न, त्यस्तो टाइपको खाना हो। ल आजको खाना एकदमै इन्जोय गर्नेछौँ। योसँग चाहिँ एउटा छुट्याउनु हुने चटनी। चटनी राखौँ? म त नराख्ने। प्लेन स्पुन। लेट्स गो। मेरो चाहिँ फेरि यो फेभरेट खाना हो है साथी हो। म चाहिँ यस्तो यो खाना भएपछि म 2 थाली पनि खाइदिन्छु। खाइ ल गाइस। यस्तो हुन्छ साथी हो, एकदम दालमा, कालो दालमा बनाइन्छ, एकदम दामी हुन्छ। कालो दाल अनि त्यसपछि गहुँको आटा गुनेर अनि त्यसपछि त्यसमा दालमा बनाउने चिज हो। चटनी नखाने? र तपाईँहरूले कतिपय साथीहरूले खानु भएको छ एकदम गेस गरेर नाम चाहिँ यसको एकदम कमेन्टमा लेखिदिनु होला। कमेन्ट गर्नु होला सबैजना साथीहरूलाई। अनि त्यसपछि यसको नाम चाहिँ हामीले बोल्ने नाम होइन। अब थरीथरीको नाम हुन्छ, अब ठाउँ अनुसार नाम फेरिएको हुन्छ। तर हामीतिर के बोल्छ, यसलाई के भनिन्छ, त्यो हिसाबको नाम चाहिँ म त्यस कमेन्टमा हालिदिने गर्नेछु। वाउ। तिमीले पनि खान्छौ होला गाउँतिर? सानोमा चाहिँ खान्थ्यौँ धेरै। अहिले चाहिँ त्यति धेरै खास बनाउनु सानोमा धेरै बजीले बनाउनु हुन्थ्यो। मैले पनि सानो स्कुलबाट आउन चाहिँ सानोदेखि नै खाएको मैले त। एकदमै फेभरेट खाना चाहिँ मेरो एकदम मनपर्छ मलाई। गाईहरू चाहिँ फेरि आधाको मात्रै भन्दैन है, सबै चिजको भन्छ। चामलको, कोदोको, जेमा पनि बनाउँछ क्या, एकदम दामी हुन्छ। फेरि एकदम हेल्थको लागि एकदम राम्रो। ल छिटो पनि बन्नमा, छिटो टाइम नलाग्ने। अनि म जस्तो आल्सी मान्छेको लागि एकदम बेस्ट अप्सन हो कि यो। म जबमा हुँदाखेरि मेरो खाना नि एकदमै दामी। टक्क दाल टेका 2 सिटी हान्यो,
आटा गुन्यो अनि हाल्दियो 10 मिनेट 15 मिनेट पकायो सिम्पल भाँडा पनि एउटै चाहिने 10 थरीको भाँडा धुनुभन्दा एउटै भाँडामा सबै कुरा ट्याकटिक भइहाल्यो खाएर हिँड्यो त्यही भएर एकदम मनपर्छ मलाई खानु त्यो ज्यादा भाग आल्छीहरूले खाने खाना हो नि एकदमै काम गर्ने एकदम अल्छी मान्ने माने म त्यसमध्ये एउटा हो नि त अल्छी त्यही भएर मलाई राम्रो लाग्छ भन्नु नि मेरो बुढीले थाहा छ म कतिको अल्छी भनेर अब सोच्नु न म आफै सेफ भएर पनि मलाई यो खाना एकदम मनपर्छ विभिन्न प्रकार खानाहरू बनाउने विभिन्न प्रकारको खानाहरू सर्भ गर्ने ठाउँ बसेर पनि म यही नै बनाएर खान्थेँ यतिको चाहिँ मनपर्छ मलाई बुढी भन्दा पनि ज्यादा मनपर्छ आज पानी क्या डेन्जर परिरहेछ कन्फ्युज भइदिइरहेको क्या आज हामी के मुकबाङ भिडियो बनाउने के बनाउने भनेर अनि टक्क दिमागमा आयो यो त हाम्रो काकै छैन लगेकै छैन भनेर आज चाहिँ यसको ओपनिङ गरेको भनौँ न उद्घाटन गरेको चटनीमा के टेस्ट छ खोर्सानी मेरो Kas खान्छौ
मेरो पनि खान्न। भयो भयो तिम्रो भयो नै सक्दैन भनेको मेरोमा बढी छैन होइन तिमीभन्दा बढी मेरोमा थियो बब्बाल खाने तिमीलाई मन परेन पर्यो त्यो धेरै भन्यो त्यही भएर मिठो भयो गाइस मिठो भयो हामी सबै भ्याइसक्यौँ एकदमै मिठो भयो एकदमै इन्जोय गरेँ आशा छ हजुर पनि हाम्रो भिडियोहरू एकदमै इन्जोय गर्ने हुनेछ भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला आजको लागि यति नै बाई बाई एभ्रिवान